हेटौडा उपमहानगरपालिका वडा नम्बर 6 चौगडा बजार कृष्णमाया चोक निवासी म विश्व साइकल यात्री रामचन्द्र मानन्द उपस्थित तपाईँ सम्पूर्णलाई नमस्कार। शान्ति शिक्षा स्वास्थ्य निःशुल्क अनि जैविक उत्पादन अर्गानिक प्रोडक्सन गरौँ भन्दै अहिलेसम्म पूर्वमा हङकङ मकाउ लाओस कम्बोडिया भियतनाम थाइल्यान्ड म्यानमारदेखि लिएर पश्चिममा जोर्डन इजरायल प्यालेस्टाइन टर्की कतारसम्म 33वटा देशहरूमा साइकल यात्रा पुरा गरिसकेको। अहिले म नेपालमा विदेश जाँदाखेरि नेपालीहरूले आफ्नो जिल्लाको नाम लिएर सर तपाईँ मेरो जिल्ला पनि जानुभयो भनेर प्रश्न गर्नुहुन्छ। यदि मैले गइसकेँ भने उहाँहरू खुसी हुनुहुन्छ, होइन बाँकी छ पछि जाउँला भने खुसी भन्नुहुन्छ। अब यो समस्या पऱ्यो कि विदेश गएर मैले नेपाली चित्र निर्माण गर्नुपर्छ। अनि सरसल्लाह गर्दाखेरि सबभन्दा पहिला 77 जिल्ला भिजिट गर्नु अनि विश्वको कुनै पनि कुरा कान्छामा कुनै पनि नेपालीले फेरि प्रश्न गर्नुभयो भने म तपाईँको जिल्ला पनि गइसकेँ। यसरी विदेशमा हुने नेपाली खुसी हुने हुनाले यो मेरो 50औं जिल्ला। यसपछि म इलाम पार्क काभ्रेजुङ जानेछु र अनि म विश्वको जुन ठाउँमा जान्छु जसले मलाई नेपाल र नेपालीको विषयमा केही पनि थाहा छैन भन्नुहुन्छ म उहाँलाई मैले बोक्ने नक्सा पल्टाउँदै उत्तरमा चीन पूर्व पश्चिम र दक्षिणमा भारत र बिचमा भएको यो सानो मेरो देश नेपाल र यहाँ बस्नेहरूलाई नेपाली भन्छ। उत्तरमा चीनतिर हाम्रो 1236, पूर्व पश्चिम र दक्षिणमा भारतसँग 1690 गरी हाम्रो अन्तर्राष्ट्रिय सिमाना 2926 किलोमिटर 2926 किलोमिटर हाम्रो अन्तर्राष्ट्रिय सिमाना कति किलोमिटर अलि सुन्ने गरी 926 किलोमिटर। अनि त्यही नक्सालाई पोइन्टेड गर्दै म उहाँलाई भन्छु यो भित्र 2926 किलोमिटर भित्र विश्वको टप 10 मध्ये 8वटा नेपालमा छन् र यी टप 10 को दर्शन तपाईँले सिर्फ माउन्टेन फ्लाइटको 1 घन्टामा सक्नुहुन्छ। 1 घन्टामा दर्शन गर्न सक्नुहुन्छ 8वटा माउन्टेनको। यो लगायत धेरै भ्यू पोइन्ट छ मेरो नेपालमा जानु प्रत्येक विषयमा मनोरञ्जन गर्नु। यसरी मैले उहाँलाई नेपाल पठाउनु काम गरेँ। अनि विश्वको 4 प्रमुख धर्ममध्ये बुद्ध धर्म